So hello and namaste सबैजनालाई एकदम एभ्रीवन सबैजना आराम हुनुहुन्छ होला म पनि एकदम बवाल तरिएको छु हाम्रो यहाँ बिहान घरको खाना बन्दैछ हाम्रो यहाँ घरको बिहान खाना बन्दैछ म चाहिँ अब पसल जान लाग्यो गाइस अरे वाह ऐसा कैसे हो सकता है त्यही हो ल त्यही गाइस अब चाहिँ हामी पसल जान्छौँ हामी उठेको अलि भर्खर अब चिया पनि खाइयो हामीले खाजा बन्दैछ अनि तल जाऊँ अहिले एकछिनपछि अब खानाको लागि आउनुपर्छ तल भयो भने यस्तो बाइकलाई म म्यानेज हानेर होइन बाइकको चाहिँ सेलमा मिठो मोबिल हालेर अनि उता के भन्छ 1-2 विकीको लागि गयौँ भनेको गाइस हेरौँ कस्तो हुन्छ आजको भिडियो चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ त्यही भएर इन्डिङसम्म हेरिदिनु होला गाइस थ्याङ्क यू A few moments later रेडी गर्दै मोबिल देखियो नि हो देखियो हेलो गाइस हामी चाहिँ भर्खर ब्याङ्कमा घुमेको स्याङ्जाको शाखा हो बाइकलाई रेडी हानेर आएको गाइस रेडी हानेर आएको अब यसो मुडले फेरि के भन्छ भनेको त उहिले हान्न चाहिँ त भनिदियो कि गाइस अब जानु पर्यो नि त ल म चाहिँ त्यतैतिर चल्दैछ गाइस 1-2 विले हालेर अनि फर्किनुपर्छ हामी चाहिँ धेरै मिल्दैन बिहानको टाइम छ जाडो छ यार मेरो बाइकले मेरो बिचले कस्तो हान्ने यार के छ भाइ पनि सही बेलामा भेट भयो कि गाइसमा यो भाइलाई एक भिडियो त बनाइदियो भन्नुपर्छ त्यही ल आज चाहिँ बल्ल मैले भिडियो फुल स्क्रिनमा देख्नुहुन्छ है उहिले हानेको ब्लग भाइ हेलो भनिदिनु पर्यो हेलो ल सबैले लाइक सब्सक्राइब गरिदिउँ माया गरिदिउँ दाइलाई ल समझ रहे हो ना त्यही अब हामी चाहिँ ल भाइलाई एकछिन भिडियो बनाउनु भन्दा हाम्रो उहिले हान्छौँ है त्यसपछि हामी एकछिनपछि माउन्टमा भेट्नुपर्छ हेर्नु न बाँदर
उसै बोरेर सही गाइस ल एकछिनमा भेट्नुपर्छ ल गाइस हामी चाहिँ यहाँबाट सुट हान्ने अरे अब होइन अब यताबाट सुट हान्ने हो ट्याक्क मिलाएर हेर मैले त कस्तो आउँदो रहेछ सही हो गाइस धन्दा हाम्रो भाइ भेटिएर आज ब्लग हान्नलाई बवाल भयो आज बाइकले नि मिठो पावर फालिरहेको छ कि गाइस होइन बाइकलाई माया माने भने बाइकले नि माया मान्दो रहेछ भन्ने थाहा भयो आज जोस् मिठो सिप खाँदा पनि यो बाटोले तानिदिरहेको सिप खाँदा नि मिठो गइदिरहेको कि यो बाटो सही हो अलिकति खतरा बाटो भयो हुन्थ्यो यहाँ थियौँ यस्तो छ होइन त्यहाँबाट हल्का क्यामेरामा हेर्दै त्यस्तो यहाँबाट यस्तो छ कि सिधा यसरी गयो भने यता जान्छ कि यहाँ थियौँ फेरि अलि उकालो टाइपको छ कि यताबाट त्यसले गर्दाखेरि अलिक जान गाह्रो भएको क्या त्यही हो गाइस ल गाइस अब चाहिँ हामी गियर सिफ्टिङवाला हेरौँ होइन गियर सिफ्टिङवाला कस्तो जाँदो रहेछ है त गाइस ल हामी चाहिँ अब एकछिनमा निस्किन्छौँ घरतिर गएर भेट्नुपर्छ है त गाइस 2000 years later. म ठिक भइरहेको गाइस अब ल यहाँ उसबाट ढोकाबाट यसो हेर्छु यस्तरी बन्द थियो कहाँबाट कुखुरा आएर बसेछ भने सुलाइन बालेको त भुँडकी पो रहेछ ल यतातिर दुलको भएको यार गाइस यता त केही छैन है गाइस रहा नहीं जाता तड़प ही ऐसी है ना सातो उडिदिरहेको यार गाइस ल त्यही यस्तो खालको नै आउनु लागेको छ अहिलेको जमाना यार पहिला देख्नै पाइन्थेन यस्तो अहिले के हो के यार गाइस ल सही हो 2 hours later. हेर्नु न यहाँ खाने स्टाइल है आज हामी खाना आएको खाने स्टाइल यता हेर्न एकचोटि घाम ताप्दै खाएको रे गाइस यतातिर चाहिँ ल हाम्रो यता चाहिँ यस्तो छ भ्यू पछाडिको टक्कै यता पछाडि चाहिँ घाम लाग्छ फर्निचरहरू छ यतातिर होइन यहाँ आकाश पनि बवाल देखिन्छ आज चाहिँ क्लाउडी छ हल्का त्यही हो गाइस ल अब हामी चाहिँ खाना खान आएको हामी खाना खायौँ है त गाइस ए गाइस लाइक एन्ड सब्सक्राइब एन्ड सेयर बुढो सही ल गाइस हामी चाहिँ यता समाज घरमा मगर समाज घरमा चाहिँ रङ चुज गर्नलाई रङ के भन्छ रङ चुज गराइदिनलाई आइदिएको है यहाँ त नदेखिरहेछ क्या टक्कै यहाँबाट मिठो भ्यू देख्यो हेरौँ त्यही हो ल गाइस हामी चाहिँ यहाँबाट अब रङ छानिन्छ त्यसपछि दोकानमा गएर बनाएर ल्याइदिनु पर्ने हुन्छ बुढो किन तला आइफोन चलाएर बसेर दिदीले अस्ति एउटा पठाइदिएको चितवनमा आएको उहाँ गएर लिएर उहाँ रमाइलो गरेर थपिदियो त्यही हामी चाहिँ 3 तला माथि घाम ताप्दै बस्दै एकछिनलाई चाहिँ लगाएर
हामी यता इन्जोय लिन्छौँ हजुरहरू चाहिँ ब्लगको इन्जोय लिनु होला ल गाइज हेर्न सक्नुहुन्छ हाम्रो स्याङ्जाको नाइट भ्यू के हो त्यो के हो यो सेतो सेतो डल्लो जस्तो आउँछ त्यहाँ मेरो स्क्रिनमा अरे जति जुम गरे त्यति ठुलो देखिन्छ अरे के हो यो पुरै अँधेरो बनाइन्छ है गाइज एकैछिनलाई सही हो त्यही हो गाइज ल हाम्रो बिस्ट यहाँ छ मेरो बेबी मेरो बाइक मेरो स्कुटर यहाँ छ मेरो घर बाहिर नै अर्को स्टकमा एउटा एनएस छ एउटा स्टकमा अर्को स्कुटर नै छ गाइज ल सही हो मिठो भ्यू देखिन्छ यस्तो भ्यू हेर्न आएको थिएँ अब भ्यू हेरेर बसिरहेको हाम्रो खतरा गोल्डन देखिरहेको छ कि क्यामेरामा देखिन्छ कि छैन गाइज तर रियलमा चाहिँ बवाल देखेको कि त्यही माथि यहाँ सही हो त्यतिर त अँधेरो भइसक्यो है अब झमक्क एकछिनमा अँधेरो पनि हुन्छ त्यही हामी अब पसलतिर जानुपर्ने हुन्छ पसल पनि बन्द गर्नु पऱ्यो साइड बाई त्यही हो ल हामी पसलतिर गइन्छ गाई त्यसपछि पसल बन्द गरेर अलिक साँझतिर भएछ भने क्लाउड भेट्नुपर्छ गाइस फेरि पनि है त अन्त पसल बन्द गरेर पसलमा काम भयो भने चाहिँ म सिधै नै ब्लग लिन हाल्छु होइन म ढिलो मतलब धेरै टाइम भयो भने म पसलमा काम छिटो भ्यायो भने नै अरे म पसलमा ढिलो काम भ्यायो भने चाहिँ म ढिलोसम्म भयो भने म पसलमा राति ब्लगिङ गर्छु गाइस थोरै ढिलो आउला ब्लग है नत्र काम अब छिटै भ्याएछ भने चाहिँ अलिक छिटै ब्लग के भने यार गाइज यार त्यही हो बुझ्दिनँ यार मतलब औडा टाउको दुख्छ कि यस्तो कुरामा त यार गाइज यार जान्छ भित्र अँधेरो रहेछ त्यही हो ल 8:01 PM लगाएर हामी चाहिँ घर आइपुग्यो हामी चाहिँ खाना खानु लाग्यो है आज के कति कस्तो भयो सब हेरि नै सक्नुभयो होला राम्रो लागेमा लाइक कमेन्ट सब्सक्राइब एउटा मात्रै सब्सक्राइब गर्नलाई नहिचकिचाउनु होला नराम्रो नराम्रो लाग्यो नि सब्सक्राइब गर्नु होला गाइज ओके ओके ल गाइज यति भन्दै अब आजको ब्लगमा यतैतिर हिँड्न हाल्छु अब एडिटिङ गरेर हाल्नुपर्ने हुन्छ फेरि ल गाइज यति भन्दै सबैजनालाई बाई बाई भन्न चाहे हस्त जय नेपाल।